आज चाहिँ म कति दिनको बादमा भ्लग गर्दैछु। आज चाहिँ हामीहरू चाहिँ खोला जाउँ भनेको, गरम भइरहेछ नि त, त्यही भएर चाहिँ आज चाहिँ भ्लग गरौँ भनेर। आई होप कस्तो हुन्छ होला, किनभने कति दिनको बादमा मैले भ्लग गर्दैछु हो। आज चाहिँ हामी चाहिँ खोला चाहिँ के बनाएर लैजाउँ भनेर सोच्दै थियौँ। सो त्यही भएर मैले चाहिँ यहाँ लाबरजबी बनाउँदैछु, साथीले चाहिँ आलुदम बनाउँदै होला। त्यहाँदेखिको चाहिँ बनाएर चाहिँ हामी जान्छौँ। मेरो चाहिँ यहाँ रेडी हुँदैछ, मैले योहरू चाहिँ काटिसकेँ। अब बादमा फाइनल लुक देखाउँछ है सबैजनालाई। अब चाहिँ म बनाउन आँटेको तेल तातिँदैछ। मेन इन्ग्रिडियन्ट चाहिँ लसुन हो। लसुनले चाहिँ एकदमै स्वाद दिन्छ। हल्का पाक्नु एकछिन, साथले पनि कल गर्दैछ मलाई। मसलाहरू हालेर चाहिँ मसला पनि पाक्यो। अब मैले चाहिँ आँटाको बनाएको, किनभने मैदा त ग्यास हुन्छ नि त, सबैले मैदा त खानु पनि हुँदैन सक्छ, आँटा हेल्दी पनि हो। त्यही भएर आँटाको बनाएको, ताकि ग्यास नहोस् भनेर। फाइनली म चाहिँ रेडी भइसकेँ। अब चाहिँ हामी निस्किन आँटेको। 11 बजिसक्यो, खै यदि बेदाहरू आउँदा पनि आउँदैन। आज चाहिँ मजाको दिन भइरहेछ। हामी पनि गएको। हेलो गाइस, यहाँ चाहिँ पानी पनि छैन अरे, के गर्नु आएको कुनै हामी थाहा छैन। अब नाना त्यसो भए झर्नाको पानी खेल्नु आएको अरे, अब छैन रहेछ। अब के गर्नु पर्ने? भिडियो गरेर पठाइदिनु न। उल्ट्याउला जस्तो भयो। अन्दाज बताड्यो। अझ कति टाढो आमा हो, उहाँ ओह्रालो अरे उकालो अरे भन्दै थियो। यस्तो रहेछ शिव खोला चाहिँ। लु हिँड्दै ओह्रालो उकालो चढौला भन्दैन। पानी सफा तर लु है, खोला चाहिँ यति नै अरे। लु पानी देखेर भोक लागेको पनि हरायो। यो चाहिँ लाबरदेवी हो। यो झालमुरी यो चाहिँ नानाले बनाएको आलुदम। ए दिवेताले बनाएको त है? दिवेताले कुक यहाँ पहिला सुरु गर्छु, अहिले त अब अझै नि त दामी भइरहेछ है। आलु लाबरले हाम्रो यहाँ खाइदिएछ, खावा दावा हुँदैछ। हामी यहाँनिर दुईजना भ्लगर भेट भएर चाहिँ किन आएको भर्खरै मजाले खाँदैछ। गरम चाहिँ यस्तो डरलाग्दो भइरहेछ कि। भ्लगर हेर्नु, भ्लगर ब्लगरको साथी हेरेकै नगर्नु है प्लिज। पानी लु 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 लु
मेरो फड्किँदैन है एकछिन एउटा फड्किँदैन जानु आँटेको है जानु आँटेको अब चाहिँ कस्तो लाग्यो कस्तो लाग्यो आज तपाईँहरूलाई आज हतु हैरान लखतरान भयो खोला खेलाइन हत्तु हैरान भयो आज चाहिँ दामी भयो खोला खेलेर अब घरमा गएर चाहिँ फेरि नुहाउनु पर्छ यो पानी चाहिँ एकदमै मैला बाई बाई शिव खोला अन्टिल नेक्स्ट टाइम भेटौँ ल अब चाहिँ हामी कहाँतर्फ लागेको घरतर्फ है दिपदा हामी चाहिँ लागिदिएको है आजको दिन पनि सक्यो यतिकै खोला खेलेर सक्यो आजको छुट्टी यता बोल्नु यो पर बोल्नु होला भोलि अब भोलिदेखिको फेरि त्यही हो मेरो त छुट्टी खोला खेलेर चाहिँ वापस ब्याग जाँदैछ सबैजना आफ्नो आफ्नो घर हामी पनि जानु आँटेको अब हो के मजाको घरहरू रहेछ हो यहाँनिर दामी रहेछ घरहरू हाम्रो सवारी चाहिँ यहाँ छ पार गरिरहेको थियौँ अब जाने हो वापस जाने हो कि होइन हो वापस जाने हो कि होइन कहाँ जान्छस् है त लाग्दिएको म अब कहाँ लाग्दिएको हामी फर्केको बाई बाई अब चाहिँ हामी चाहिँ फर्केको है आज मजा आयो नाना एक नम्बर है अब फेरि नेक्स्ट टाइम है कहिले आउने अब फेरि हिँड भनेर गइहाल्नुहोस् ल अब चाहिँ नेक्स्ट टाइम चाहिँ अर्कै जग्गा ल यो जग्गा चाहिँ भयो नआउँ होला वाक्कै भयो भने वाक्कै भयो अब चाहिँ अर्कै जग्गा जानुपर्छ है आँखा झुम्काई तिमलाई फकाउला रिसाएरी तिमलाई हँसाउला जुन हेरी तिमलाई हेरौँला ए हेरौँला फुलै टिपी तिमलाई सजाउला